फाइनल्ली आज हामी सल्यानको चौरा पुगेर कोलपुरतिर रिटर्न हुँदैछौँ। बाटो यस्तो छ हाम्रो चौराको है, भनाट तानिरहेछ भाले गाडीले, झर्न परेको छैन। चौराको यस्तो छ हेर्नुहोस् चौरा। र यो हाम्रो अर्ग्यानिक खोजी स्याउको खेती हुन्छ अब यहाँ केही महिनापछि। यो हाम्रो ओपी ओलीको एरिया अनुगमन गरेर हामी फर्किने क्रममा छु चौरादेखि है गाइस। बाटो यस्तै छ, रोड बाटो राम्रो छ, पहाडको भएर अलि गिट्टी माटोले उफार्ने कार्यक्रम भइरहेको छ। पानीको पोखरी सल्यानता अनि हाम्रो रबिन भाइ र वीरराज ओली चाहिँ तल अब सरसल्लाह हुँदैछ। अब यसरी घेरबार कसरी गर्ने, के गर्ने, काँडेदार कसरी लगाउने, पिल्लर कसरी बनाउने भनेर। एकदमै खेतीयोग्य जमिन टक्क मिलेको छ है। यता जङ्गल सबै प्रकृतिको एकदम सौन्दर्य ठाउँ रहेछ। तर अलिकति यहाँ प्रकृतिले नै ठगेको के रहेछ भने हल्का पानीको अभाव। अब यहाँ पानी कसरी जम्मा गर्न सकिन्छ स्याउ सिँचाइको लागि र पानी ट्याङ्की बनाउनु पर्ने अवस्था आयो। आकाशे पानी जम्मा गर्नको लागि पोखरी बनाउने भन्ने तयारी छ। अब हाम्रो मिस्टर सिङ्गर रबिन ओली र वीरराज ओली आउँदैछन्। एकदम अफरोड छ बाटो है। यी भाले गाडी तानेकै छ भाले गाडीले। ल हेर्नुहोस्। अनि हाम्रो यो वडा अध्यक्षहरूको टिम आइरहेको छ। जुम गरेर देखाइदिउँ क्या हो वडा अध्यक्षको टोलीलाई। यहाँ यो वडाको सम्बन्धित वडा अध्यक्ष सचिव पनि हुनुहुन्छ। उहाँहरूसँग पनि भेटवार्ता गरेर हामी फर्किँदैछौँ। यो पहाडको तलबाट पानी तान्ने, यो सोलरबाट पानी तानेको अवस्था र हाम्रो रबिन ओली मिस्टर आइसक्नु भएको छ। ल केटाहरू फाइनल्ली अब हामी चौराबाट फर्किने बेला भयो त। हामी चौरादेखि फर्किँदैछौँ हाम्रो यात्रा कोलपुरसम्मको। अनि यो अनुगमन कस्तो रह्यो हजुरको? यो झोलामा लादिनु तपाईँ। किन निपट त उता आए पनि हुन्छ त, 2 भइसक्यो उता उता। किन मस्त हो नि तपाईँ। किन मायाको समय यसको फुट्दैन ठन्ड पुरै उठाएर के हो न त्यसो नगर क्या। ओइ कट गर्नु होला। कहाँ कट हुन्छ यो? अब गर्नु कस्तो लाग्यो त अनि हजुरलाई? अब बिन्दास एकदम रमाइलो लाग्यो हाम्रो हजुरको आउँदा बारी क्या मजा सब देखाइसके। हो। अनि यहाँ कस्तो छ सोच, भविष्यमा कस्तो गर्ने? सोच चाहिँ एउटा ठुलो हामीले चाहिँ प्लान गरेका छौँ। जग्गा हेर्दाखेरि त राम्रो लाग्यो, मन पर्यो, जोस् एकदम राम्रो छ है। ठिक छ। यसमा यही नै केही प्लानिङ गरेर हिँड्छौँ। अब हामीबाट 100% गर्ने हो। अब जमिनले 100% लिन्छ किन भन्ने कुरो त्यो कुरो अनि यसो फर्म पनि त दर्ता गर्नु पर्यो नि त। एकदमै छिट्टै हुन्छ, कृषि अनुदान। कन्टिन्यू अब धेरै लाग्दैन। अनि आज हाम्रो कता हुन्छ बसाइ? बसाइ आज हाम्रो गाउँ पुग्यो। हरेले हो हरे होमस्टे। ल हिँड्नुहोस् न त टोली अगाडि। फाइनल्ली चौडाको यो भ्यालीबाट अब हामी क्रस यता पाखापानी एरियातिर प्रवेश गरिसकेका छौँ। सुर्खेत जिल्लामा हामी एन्टर गर्छौँ। अबको केही 5-10 मिनटमा हामी सुर्खेत जिल्लामा प्रवेश गर्नेछौँ। अनि बोटेचौर हुँदै हामी लाग्नेछौँ छिन्चु हुँदै हरिया हुँदै कोहलपुरतिर। मौसम एकदम ठिक छ, चिसो हावा, चिसो पानी, बाटो पनि राम्रो छ, खासै नराम्रो भन्दा मिल्दैन। यत्रो पहाडै पहाड भएको ठाउँमा यसरी बाटो पुगाउनु, यतिसम्मको जनताले सेवा सुविधा लिनु पाउनु यो धेरै ठुलो कुरा हो। यस्तो ठाउँमा पनि यसरी
यति राम्रो बाटो भनेको धेरै राम्रो बाटो हो भन्छन्। नेताले विकास गरेनन्। यहाँको भूगोल हेर्ने हो र डाँडा काँडा हेर्ने हो भने यो धेरै विकास भएको मान्नुपर्छ। यस्तो छ, उपारि हिमालहरू हाँसिरहेका छन्। डाँडा काँडाहरू टक्क लाएर भिरको बाटो हिँड्न पर्छ सबको ज्यान जोगाई। क्या भयो हामी जाने गाडी यो र्याज हो कि बाँझ हो? यो के हो अरे यसको नाम? रैस र्याज क्या हँ? बाँझ र्याज बाँझ टक्क लाएर डाले घाँस पनि टन्न भरिभराउ भएको छ है। आहा कस्तो आनन्दको मौसम, शीतल छ। सरररररररर बाटो पनि मजा आइरहेको छ नि। बाइक ड्राइभिङ गर्न कस्तो छ हजुरलाई? ड्राइभिङ त एकदम कम्फर्टेबल भइरहेको एकदम राइट छ होइन? ट्रिपली हानेर आइएको उकालामा टर्निङ हेर्नुहोस् है, टर्निङ पहाडको बाटो छोडी सुइकेला झारीमा, सुइकेला झारीमा मलाई भन्दा ध्यान दिनु गाडीमा। बटौलीको बस हरन बजाउँदै घम्ती मोडेर, हरन बजाउँदै घम्ती मोडेर। खै त हरन बाजेन त घम्ती मोड्दाखेरि के हो? तर यो हुम्ला जुम्ला डोल्फा जस्तै टक्क बाटोमा यो पानी जम्दो रहेछ। यहाँ पनि सल्यानमा पनि टक्क यो आइस जमेको छ बाटोमा है। चिसो छ यहाँको सिस्नो, अर्ग्यानिक सिस्नो। हामीले बिहान सिस्नो पनि खाएको, हिजो साँझ अर्ग्यानिक लोकल खसी खाएको है। यी आइस जमेको छ पुरा बाटोमा। अब हामी यता सुर्खेत जिल्लातिर लाग्दैछौँ होइन? यता सुर्खेत यता सल्यान। यो सल्यान जाने बाटो हो भनेपछि अब हामी लाग्यौँ सुर्खेततिर। कर्णाली प्रदेशको राजधानी सुर्खेत पनि खासै भन्नुपर्दाखेरि डाँडा काँडा अलि अफ विकट जस्तो पनि रहेछ सुर्खेत जिल्ला। भन्थ्यौँ हामी सुर्खेत वीरेन्द्रनगर ऊ भ्याली देखेर सुर्खेत आहा भन्थ्यौँ। तर हिँड्दै घुम्दै गर्दाखेरि सुर्खेतको अवस्था पनि यस्तै नै रहेछ। कर्णाली प्रदेशको राजधानीको अवस्था पनि हेर्नुहोस् त कस्तो छ। डाँडा काँडा अग्ल भिर पाखा हेर्नुहोस् त, हेर्नुहोस् त यो यी सुर्खेत। हामी सुर्खेतमा प्रवेश गरिसकेका छौँ। तर सुर्खेतको मेन पोइन्टमा पुग्न धेरै टाइम लाग्छ। तर हामी सुर्खेत जिल्लाभित्र छौँ अहिले। हाम्रो टोली पछाडि पनि आइरहेको छ चलाएर। अब हामी सल्यान छोडेर सुर्खेततिर हो। कस्तो लाग्यो त कर्णाली प्रदेशको राजधानी सुर्खेतमा? अब तिमीलाई कस्तो लाग्यो? हामी त आएको ठाउँ हो। कर्णाली प्रदेशको राजधानी सुर्खेत भन्थ्यौँ, तर वीरेन्द्रनगर जस्तो रहन्छ यो विकट रहेछ। हेर्नुहोस् त पहाड, आहा कस्तो मजाको जङ्गल छ है। प्रकृतिले सजिएको देश नेपाल हाम्रो। एक नम्बरमा हिँडिरहेको छ हाम्रो बाटो। आनन्द के पहाडको अर्ग्यानिक बाटो भन्नुपर्छ यसलाई, अर्ग्यानिक।